सो गुड मर्निङ एभ्रिवान। म चाहिँ आज बिहानै 7 पौने 7 सवा 7 भइसकेको छ। यो काहिनीको भन्नु होला, सेतीबारी जाने बाटो हो यो। म चाहिँ ब्याडमिन्टन खेल्न हिँडेको सेतीबारी। मेरो ऱ्याकेटहरू त सबै तल नै छ भान्जाका, तलै राखेर आएको। अस्ति पनि खेलेको। उताबाट जान एकदम चिसो हुन्छ कि बाइकमा। अब बाइक त राखा भन्छन्, आफ्नो बाइक छैन अनि त्यही पनि बिहान चलाउनु एकदम गाह्रो हुन्छ क्या बाइक है। यस्तो चिसो छ सिलाहा पुरै। टक्कै हिँड्दै गयो, एक्सर्साइज हुन्छ। वार्मअप त यहीँ हुन्छ क्या मलाई, जाने 1-2 गेम खेल्ने अनि आउने बेलामा चाहिँ बरु बाइकमा आउने। अहिले जाँदा चाहिँ यसो बिहानको हावा खाने होइन, मर्निङ वाक पनि हुने भनेर टक्क अब झर्दैछु। भाइहरू आएको छ कि आएको छैन आएको। एउटा भाइ तमगासतिर, एउटा बुटुलको ह भन्दै थियो। अब हाम्रो के भन्छ अरे मान्छेहरू छन्। के हो यो? यस्तो के चरा हो? मलाई कस्तो तर्सायो अहिले। कुकु गरेछ यो चरा। के होला यसलाई? क्लियर पनि आएन। कस्तो डर लाग्यो कुकु गरेको। म त खङ्गराङ्गे भएको के हो कुकु भनेर। कुकुर भुके जस्तो मानेको त चरा आएछ अनि कस्तो लाग्यो नि त। भिडियो सबै हल्लियो होला डुग्रिँदा बनाउँदा। अब बिस्तारै झर्न अलिक डुग्रिउँ भनेर नि हो कि। आजकल शरीरलाई नि एक्सर्साइज अलिक कम भयो जस्तो फिल भइरहेको कि। अब यस्तो खायो, सुत्यो, डुलो, काम। ओके गाइज।